हरेक धर्मले महिलालाई, मलाई जहाँसम्म लाग्छ कुनै पनि धर्मले महिलामाथि हिंसा गर त भन्दैन। पुरानो अरबियनहरूको सिस्टम हुन्छ जहाँ कि मुसलमानहरूको अहिले हामी प्रवृत्ति र उनीहरूको व्यवहारहरू हामी मुसलमानहरूबाट देख्छौँ नि। त्यसो हेर्दाखेरि यति अन्यायपूर्ण देखिन्छ, जिउँदै लगेर महिलालाई गाड्ने ताड्ने अहिले त्यो दिएको छ। कतिपय मुस्लिम कन्ट्रीहरूमा महिलालाई आजादी नदिने, पढ्न नदिने पनि अहिले देखिएको छ। कतिमा त उदार पनि छ। तर पहिलेको तपाईहरुको मुस्लिमहरुको तपाईको पहिलेको अरेबियन कालकाहरू हेर्नुहुन्छ भने सुडानमा महिलाहरू डाक्टर हुने, इजिप्टमा महिलाहरू डाक्टरको पेशा अपनाउने, महिलाहरू चाहिँ प्रपर्टीमा धन सम्पत्तिमा बलिया, महिलाहरूले चाहिँ मतलब प्रशस्त सम्पत्ति पाउने र अलिकति बहुविवाहहरू भयो भने त्यसलाई नराम्रो नमान्ने त्यो कल्चर चाहिँ त्यो बेला थियो। अब बिस्तारै बिस्तारै गएर प्रताडित हुँदै गए। अब हिन्दू धर्ममा पनि त्यही भन्छ, पहिले एकदमै आजादी थियो। पहिले महिलाहरू आर्यनहरू आएर उ गरे, त्यो आर्यनहरू आइसकेपछि चाहिँ आर्यनहरूको कल्चर चाहिँ एकदम उदार र राम्रो थियो। तर के भयो भने जब मुसलमानहरूले हमला गर्न थाले त्यसपछि उनीहरूले 7 वर्षको बच्चाको बिहा गर्ने अनि अरू कुराहरूलाई पनि उनीहरूले संकीर्ण बनाउँदै लगे भन्ने त्यो छ। त्यसैले धर्मले पनि कहीँ पनि महिलालाई सताऊ पीडा देऊ यो देऊ छैन नि। हामी त भगवानहरू त एकदम फ्रीली बाँचेका देख्छौँ नि। ईश्वरहरूको त लाइफमा कहीँ पढ्दाखेरि कहीँ त्यस्तो देखिँदैन। हालाकि हो सीताले द्रौपदीहरूले अन्याय त, तर अन्यायको निराकरण पनि गरे सँगसँगै देखिन्छ।